मोबाइलको उत्पत्ति र यसको महत्त्व। आजको आधुनिक युग विज्ञान र प्रविधिको युग हो। मानिसले आफ्नो जीवनलाई सहज, द्रुत र सुविधाजनक बनाउन धेरै खोज र आविष्कार गरेका छन्। तीमध्ये मोबाइल फोन पनि एउटा महत्त्वपूर्ण आविष्कार हो, जसले सम्पूर्ण संसारलाई जोडिदिएको छ। मोबाइलको उत्पत्ति। मोबाइल फोनको उत्पत्तिको इतिहास सन् 1973 देखि सुरु हुन्छ। अमेरिकन इन्जिनियर डाक्टर मार्टिन कुपरले पहिलो पटक मोबाइल फोनको आविष्कार गरेका थिए। उनी मोटोरोला कम्पनीका प्रमुख इन्जिनियर थिए। सन् 1973 अप्रिल 3 का दिन उनले पहिलो पटक मोबाइल फोनबाट कल गरेका थिए। त्यो फोन मोटोरोला डायनाटॅक 8000X नामको थियो, जसको तौल करिब 1 किलो र ब्याट्री समय 30 मिनेट मात्र थियो। त्यो समयको मोबाइल अहिलेको जस्तो सानो, हलुका र बहुउपयोगी थिएन। त्यो केवल कुरा गर्नका लागि प्रयोग हुन्थ्यो, तर यही आविष्कारले भविष्यको प्रविधिको ढोका खोलेको थियो। पछि मोबाइल प्रविधिमा निरन्तर सुधार हुँदै गए। सन् 1990 तिर मोबाइल फोन सामान्य मानिसको हातमा पुग्न थाल्यो र त्यसपछि स्मार्टफोनको युग सुरु भयो। मोबाइल प्रविधिको विकास। सुरुमा मोबाइल केवल कुराकानी गर्ने साधन थियो। पछि यसमा SMS सन्देश सेवा थपियो। त्यसपछि क्यामेरा, इन्टरनेट, ब्लुटुथ, वाइफाई, गेम्स, म्युजिक प्लेयर, GPS र सोशल मिडिया जस्ता आधुनिक सुविधा जोडिँदै गए। आजको मोबाइलले कम्प्युटर, टेलिभिजन, रेडियो र क्यामेराको काम समेत गर्छ। अहिलेको मोबाइललाई स्मार्टफोन भनिन्छ, जसमा एन्ड्रोइड र iOS प्रणाली प्रयोग हुन्छ। मोबाइल मार्फत संसारको कुनै पनि कुनामा रहेका व्यक्तिसँग तुरुन्त सम्पर्क गर्न सकिन्छ। मोबाइलको महत्त्व। मोबाइलले मानिसको जीवनलाई अत्यन्त सहज र सुविधाजनक बनाएको छ। यसको प्रयोग हरेक क्षेत्रमा भइरहेको छ। सञ्चारमा छिटो र सजिलो सम्पर्कका लागि, शिक्षामा अनलाइन अध्ययन, ई-बुक्स र अनुसन्धानमा, व्यवसायमा अनलाइन कारोबार र प्रचार प्रसारका लागि, स्वास्थ्य क्षेत्रमा डाक्टरसँग अनलाइन परामर्शका लागि, मनोरञ्जनमा भिडियो, गीत, गेम्स र सोशल मिडिया प्रयोगमा। मोबाइल अहिले मानिसको जीवनको अभिन्न हिस्सा बनिसकेको छ। मोबाइलको दुरुपयोग। यद्यपि मोबाइलका धेरै फाइदा छन्, तर यसको अत्यधिक प्रयोगले हानिकारक प्रभाव पनि पार्छ। विद्यार्थीहरू अध्ययनमा ध्यान नदिई गेम र सोशल मिडियामा समय खेर फाल्ने गर्छन्। मोबाइलको रेडिएसनले स्वास्थ्यमा असर पुर्याउन सक्छ। त्यसैले मोबाइलको प्रयोग सीमित र सचेत रूपमा गर्नुपर्छ। निष्कर्ष। मोबाइल मानव सभ्यताका सबैभन्दा ठूला आविष्कारमध्ये एउटा हो। यसले संसारलाई सानो गाउँ बनाइदिएको छ। तर हरेक आविष्कारको फाइदा लिनका लागि विवेकपूर्ण प्रयोग आवश्यक हुन्छ। हामीले मोबाइललाई केवल मनोरञ्जनको माध्यम होइन, ज्ञान, सञ्चार र विकासको साधनको रूपमा प्रयोग गर्नुपर्छ।